साथी हो मेरो बहिनी ज्वाइँ दिल्लीमा हुनुहुन्छ। मेरो ज्वाइँको फुपूसँग मेरो अहिले बात हुँदाखेरि केही कुराहरू सोधपुछ गरेको थिएँ। तपाईँले सुन्नुहोस् ल। फुपू, मैले हजुरलाई भेट्ने बेलामा पनि हजुरले त्यो स्लिपिङ ट्याब्लेट खाँदै हुनुहुन्थ्यो, अरू पनि सुगर प्रेसरको के दबाई खाँदै हुनुहुन्थ्यो। अहिले त्यो दबाई खाँदै हुनुहुन्छ? अयो खै के लेखेको रहेछ त राजाले त्यो डब्बा बनाएर दिएछ दबाई त अब के दबाई मलाई थाहा छैन। के को दबाई खाँदै हुनुहुन्छ अहिले? राजालाई थाहा होला। राजा ज्वाइँसँग बात गरौँ न एकैछिन। ए ज्वाइँ राजा राजा बाबु, फुपूको कान अलिकति सुन्न पनि कम भएको छ। म तिम्रो हेल्प चाहिएको त्यही भएर भनेको। फुपूले मैले भेट्दा पनि होइन, आजभन्दा 10-12 वर्ष अगाडि भेट्दा पनि त्योभन्दा सायद बेसी नै होला, दबाई खाँदै हुनुहुन्थ्यो स्लिपिङ ट्याब्लेटको। त्यो दबाई छुट्यो कि छुटेन अहिले? अहिले नै खाँदै हुनुहुन्छ? कति वर्ष भयो उहाँले स्लिपिङ ट्याब्लेट दबाई खानुभएको? अन्दाजा सोध्नु त कति हो? कति वर्ष हो भन्नु? 10 साल? 10 साल त बेसी भयो होला। मैले भेटेकै 10 साल भइसक्यो। 20 वर्षदेखि स्लिपिङ ट्याब्लेट दबाई खाँदै हुनुहुन्छ? एकदम पक्का हो? अनि त्यो दबाई अहिले पनि चलिरहेको छ? के किडनी सुरु भयो? किडनी समस्या सुरु भयो? के भएछ किडनीमा? ओहो, दुइटै कि एउटा? ओहो, बिपी र सुगर? कति वर्ष भयो बिपी र सुगर दबाई खाएको? खुट्टा दुख्ने? अहिले ठ्याक्कै भन्यो भने के को दबाई खाँदै हुनुहुन्छ उहाँले? ए, भनेपछि अहिले प्रेसरको दबाई नि खाइरहनु भएको छ? अनि प्रेसरको दबाई खाएको कति भयो? कति वर्ष भयो प्रेसरको दबाई खाएको? आसपास कि ठ्याक्कै हो 15 साल माथि नै होला?